अस्ति हामीले भने जस्तो हैन सेटेलाइटले डाटा कसरी लिने भन्ने कुरा जुन हामीले गर्न गइरहेका थियौं त्यसअनुसार हामीले लेभलिङ सेन्टरिङ अस्ति नै गरिसकेका छौं त्यही भएर आज डाटा लिन मात्रै हामीले हेर्छौं है जस अन्तर्गत के छ भन्दाखेरि यो हेर्नुस् यो हाम्रो के छ फेस लेफ्ट हैन यो जुन साउथीको यो प्लस यो छ नि लेखेको जतापट्टि हुन्छ फेस त्यो हुन्छ त्यही भएर अहिले हाम्रो के छ फेस लेफ्ट छ हैन किनभने यो फेस लेफ्टतिर छ र हाम्रो सेन्टरिङ र लेभलिङ मिलाएको छ कि छैन हेरिहाल्नुस् हेर्दा हुन्छ यो यतापट्टि बबल हेर्नु हैन यो हाम्रो अलमोस्ट लेभल छ हैन अनि त्यस्तै गरी हामीले ओ सेट र L/R थिच्ने हो भने ओ सेट र L/R थिचिरहने हो भने हामीले त्यो लाइट देखिरहेको छ हैन जुन कि अलमोस्ट हाम्रो सेन्टरमा छ हैन यसरी हाम्रो सेन्टरिङको पोर्सन यो अलरेडी हामीले सेट गरिसक्यौ भनेर बुझ्यौ हैन अब त्यो गरिसकेपछि के हुन्छ भन्दाखेरि हेर्नुस् हाम्रो यहाँ अस्ति नै भनेको थिए यो हामी फेस लेफ्टतिर छ र हाम्रो मेसिन त्यहाँ हेर्नुस् एउटा ट्राभर्स यो छ अर्को ट्राभर्स यो छ यसरी हाम्रो कन्टुर घुमेको हुन्छ त्यही भएर दुईटा लेग बीचको एंगल निकाल्नु पर्ने छ भने हामीले एउटा स्टेसनमा रेन्जिङ रड उतापट्टि हाल्छौं सिमिलरली अर्को रेन्जिङ रड यतापट्टि हाल्छौं र त्यो हालिसकेपछि के गर्छ भन्दा यो दुईटाको बीचमा हेर्नुस् त थ्रेड लाइट कतापट्टि घुम्छ अभियसली हाम्रो लेफ्टतिर घुम्दैछ हैन त्यहीबाट हामीले यो चाहिँ कता लान्छौं भन्दाखेरि HL तिर लगेको हुन्छौं र यसरी हामीले मेजरमेन्ट गर्न स्टार्ट गर्छौं हैन सुरुमै हामीले के गर्नुपर्छ भन्दाखेरि त्यो ब्याक साइडमा है यो हाम्रो मेसिन भयो हैन ब्याक साइडमा हामीले यदि लेफ्ट घुमाउने हो र हामीले क्लकवाइज ट्राभर्समा पछाडी 0 सेट गरेर एंगल मेजर गर्ने हो भने सबभन्दा पहिले प्रिसिडिङ हैन एक्सिडिङ हैन प्रिसिडिङ पछाडीको स्टेसनमा हामीले 0 सेट गर्छौं बलपेन चाहियो नि गयो अब त्यसैले अघि भने जस्तो हैन यदि हामीलाई यो दुईटा बीचको इन्टरनल एंगल निकाल्नु छ भने सबभन्दा पहिले प्रिसिडिङलाई हामीले 0 सेट गर्छौं कतिखेर जब हामीले फेस लेफ्ट लिएर रिडिङ स्टार्ट गर्दैछौं र हाम्रो क्लकवाइज ट्राभर्समा के छ के रे हाम्रो मेसिन एन्टी क्लकवाइज गइरहेको छ त्यतिखेर यहाँ HL हुनुपर्छ र त्यसरी गर्दै गर्दाखेरि पछाडी हामी 0 सेट गर्छौं जस्तै हेर्न सक्नुहुन्छ हैन अब हाम्रो के रे क्रस हेयरले ठ्याक्कै त्यो 0 सेट गर्नुपर्ने रेन्जिङ रडको चुचुरोमा अथवा निडलमा देखाइरहेको छ इफ पोसिबल हेर्ने कोसिस गरौँ हैन यसरी हेर्दाखेरि यो क्रस हेयर हेर्न सक्नुहुन्छ हैन र यो भइसकेपछि हामीले के गर्छौं भन्दाखेरि ओ सेट गर्छौं हैन ओ सेट गर्नुको मतलब यहाँ 00 आउँछ हैन र यसको डिफरेन्समा हामीले चाहिँ मेजर गर्छौं यो ओ सेट थिचेपछि इन्स्ट्रुमेन्टल एरर हुन सक्छ त्यो चाहिँ 00 देखाए है त्यही भएर हामीले के गर्छौं भन्दाखेरि यदि यो स्टेसन A हो भने र त्यो एरिया हाम्रो चारटा स्टेसनमा A B C D हो भने हामी D मा के गर्यो भन्दाखेरि 0 डिग्री 0 मिनेट र 0 सेकेन्ड हामीले सेट गर्यौं र त्यही फेस लेफ्टका साथ हामीले के गर्छौं भन्दाखेरि त्यहाँ 00 सेट गरिसकेपछि अब हामीले यसलाई टर्न गरेर सिमिलरली त्यसको त्यो रेन्जिङ रडमा हेर्छौं हैन र हेरिसकेपछि अब यो हेर्दाखेरि हेरौं हैन हाम्रो के आयो भन्दाखेरि मानौ डी मा कति A B हैन B मा कति आयो भन्दाखेरि 80 डिग्री 21 सेकेन्ड 35 सेकेन्ड आयो है अब हामीले गर्नुपर्ने के छ भन्दा हाम्रो 2 सेट नाप्छौं हुन त यहाँपट्टि पनि इन्टरनल आउँछ हैन तपाईहरुले जस्तै हेर्न सक्नुहुन्छ हैन यो 80 डिग्री 21
35 सेकेन्ड भन्न मिल्छ। तर एउटा के छ भन्दाखेरि जति नम्बर अफ मेजरमेन्ट लियो त्यति चाहिँ हाम्रो एकुरेसी आउने भएको हिसाबले एकचोटि हामीले फेस लेफ्ट गरेर लिन्छौँ, अर्कोचोटि हामीले फेस राइट गरेर लिन्छौँ र दुवैलाई त्यसपछि सम गरेर के मिन निकाल्छौँ र त्यो एङ्गल लिन्छौँ ताकि एकुरेसी धेरै आओस्। त्यही भएर राइट लिनलाई हामीले के गर्नु भन्दाखेरि फेस राइट डाटा लिनलाई के गर्नु भन्दाखेरि जस्तै हामीले फेस लेफ्ट गरेर यहाँ 00 सेट गऱ्यौँ र त्यहाँ हेऱ्यौँ जुन हामीलाई 80 डिग्री 21 मिनट र 35 सेकेन्ड देखाइरहेको छ। त्यही भएर यो टेलिस्कोपलाई हामीले जस्ट के गर्छौँ जसलाई हामीले थ्योरीमा ट्रान्जिट पनि गर्छौँ है, ट्रान्जिट भनेको पनि यही हो। अब यो भइसकेपछि हामी यहाँ जान्छौँ र अघि 0 सेट गरेको ठाउँमा फेरि पनि हेर्छौँ र अब यो हेर्दाखेरि यतापट्टि हेर्नुहोस्, मेसिनतिर हेर्नुहोस् होइन फेस राइट के छ भन्दाखेरि अब यो अघि हाम्रो जुन फेस लेफ्टमा थियो यो प्लस साइन त्यो हाम्रो के छ यतापट्टि आउनु, त्यो हाम्रो के छ भन्दाखेरि राइटपट्टि छ है, यो राइटपट्टि छ। त्यही भएर यो फेस राइटवाला डाटा आयो है। सिमिलरली अब सेम ठाउँको हामी के गर्छौँ भन्दाखेरि जहाँ 00 मार्क गरेका थियौँ त्यो ठाउँमा हामीले के गर्छौँ मार्क गर्ने कोसिस गर्छौँ। अब जस्तै फेरि पनि त्यो गर्दाखेरि के भन्दाखेरि राइट गरेर हेर्दाखेरि हामीले के गर्यौँ भन्दाखेरि त्यही ठाउँमा अघि हेरेको ठाउँमा आउँदाखेरि कति आयो 180 डिग्री, यो यहाँ 00 भएको ठाउँमा होइन 180 डिग्री 00 मिनट 19 सेकेन्ड। खासै यो थ्योरी अनुसार आउनुपर्ने के हो भन्दाखेरि 00 सेट गरेको ठाउँमा जहिले पनि फेस राइट गरेर आउँदाखेरि 180 नै हुनुपर्ने हो। तर हाम्रो थ्योरी अनुसार के छ भन्दाखेरि 40 सेकेन्डको इरर चाहिँ हामीले मान्छौँ र अहिले सिकाउने क्रममा भएको हिसाबले हामीले पर्फेक्ट काम गरिरहेको छैनौँ। त्यही भएर हामीले चाहिँ यसलाई ओके नै मानेका छौँ है, र त्यो त थ्योरी पार्ट हो। त्यही भएर तपाईँहरूले पढेर बुझ्न सक्नुहुन्छ। अब के गर्ने भन्दाखेरि अघि हेरे जस्तै हामीले गर्न त केही पनि गरिरहेको छैन, फेरि पनि इन्टरनल एङ्गल नै लिइरहेको छौँ। अघि एक सेट हामीले लिइसकेका छौँ होइन। अब अर्को चाहिँ हामीले के गरिरहेको छौँ भन्दाखेरि लिइरहेको छौँ। अब त्यही गरेर 00 भएको ठाउँमा हामीले हेऱ्यौँ, हेरिसकेपछि फेस राइट गरेर अब हामीले कहाँ हेर्छौँ भन्दाखेरि अर्को रेन्जिङ रडमा हेर्छौँ। स्टार। अब यसरी फेरि त्यो ठाउँमा हेर्दाखेरि हाम्रो कति आयो भन्दाखेरि 260 21 33 आयो है 260 डिग्री 21 मिनट 33 सेकेन्ड। अब हाम्रो काम गराएको हिसाब क्लियर भयो। जस्तै अब अर्को गर्दाखेरि के गर्छौँ भन्दाखेरि त्यो स्टेसनमा हामीले मेसिन सेट गर्छौँ, एउटा रेन्जिङ रड यहाँ हाल्छौँ, अर्को चाहिँ फेरि उतापट्टि नयाँ स्टेसनमा लिएर जान्छौँ। अनि त्यतिखेर यो बिचको एङ्गल आउँछ। तर गर्ने स्टाइल के नै हो, यहाँ हामी सेट 0 गर्छौँ फेस लेफ्ट गरेर, यतापट्टि हेर्छौँ 00 सेट गरिसकेपछि यतापट्टि हेर्छौँ सर्टेन एङ्गल आउँछ, फेस राइट गर्छौँ फेरि 00 सेट गरेको ठाउँमा आउँछौँ र उतातिर हेर्दाखेरि यसरी अब कपीको पाटो आयो। जस्तै 00 हामीले सेट गर्यौँ होइन, ब्याक साइडमा हामीले के गर्यौँ 0 स्टेसनमा जहाँ सेट गर्यौँ त्यसको पछाडि 00 सेट गर्यौँ। त्यसपछि अगाडि हेऱ्यौँ 80 डिग्री 21 मिनट्स 35 सेकेन्ड आएको थियो होइन। अनि फेरि गर्दाखेरि के आयो भन्दाखेरि फेस राइट गर्यौँ र फेस राइट गरिसकेपछि 00 साइड गरेको ठाउँमा हेर्दाखेरि 180 डिग्री अनि 19 सेकेन्ड आयो। अनि फेरि फेस राइट गरेर अघिको त्योमा लाँदाखेरि 260 21 मिनट 33 सेकेन्ड आयो। जुनले के भन्छ भन्दाखेरि 00 सेट गर्दाखेरि आएको एङ्गल त्यो माथिको फेस लेफ्ट गरेर दुवैलाई घटाउने होइन, त्यो 80 डिग्री 21 मिनट 35 सेकेन्डबाट 0 डिग्री 0 मिनट 0 सेकेन्ड गर्ने, त्यो भनेको कति आयो हाम्रो अहिलेलाई 80 डिग्री 21 मिनट 35 सेकेन्ड नै आयो है। सिमिलरली के गर्ने फेस राइट रिडिङलाई पनि घटाउने 260 डिग्री 21 मिनट अनि 33 सेकेन्डलाई बाट 180 डिग्री 00 मिनट र 19 सेकेन्डलाई घटाउने। हेर्नुहोस् त कति आउँछ घटाएर, त्यहाँ गर्न सक्नुहुन्छ तपाईँहरू होइन। अब यसलाई जस्तै के भनेको थियौँ 00 सेट गरेर
जति आउँछ अर्को रेन्जिङ रडसम्म त्यो एङ्गललाई माइनस गर्ने भन्न खोजेको 80 डिग्री 21 मिनट 35 सेकेन्डबाट 0 डिग्री 0 मिनट 0 सेकेन्ड घटायौँ 80 21 35 आयो है। सिमिलरली फेस राइट गरिसकेर 00 साइड गरेको ठाउँमा हेर्दाखेरि हाम्रो के आयो भन्दाखेरि 180 डिग्री 00 मिनट 19 सेकेन्ड आयो। थ्योरिटिकली पनि त्यो 180 कै रेन्जमा आउनुपर्ने, जुन मेसिनको जति इरर छ त्यसलाई चाहिँ रेन्ज मान्न सकिन्छ। अहिलेलाई हाम्रो मेसिन 60 सेकेन्डसम्म इरर लिने भएको हिसाबले 180 19 आउँदाखेरि पनि मैले त्यसलाई ओके माने। सिमिलरली अघि 80 डिग्री 21 मिनट 35 सेकेन्ड जुन हेरेको थियो फेस लेफ्ट गरेर, त्यही ठाउँ फेस राइट गरेर हेर्दाखेरि कति आयो 260 डिग्री 21 मिनट 33 सेकेन्ड आयो। त्यो यो दुईटालाई घटाउँदाखेरि पनि के आयो 80 डिग्री 21 मिनट 14 सेकेन्ड। अब यो दुईटाको फेस लेफ्ट रिडिङ र फेस राइट रिडिङको डिफरेन्स हेर्दाखेरि 35 सेकेन्ड माइनस 14 सेकेन्ड, यो त 35 आउनुपर्ने थियो, तर कति आयो भन्दाखेरि 1 आयो 21 सेकेन्डको इरर आयो, जुन कि अघि नै हामीले के भनेर भन्दाखेरि 40 सेकेन्डसम्म हाम्रो यो टलरेट हुन्छ। त्यही भएर यसलाई अहिलेलाई ओके मानेका छौँ हामीले र त्यसरी काम गर्दा हुन्छ। अझ फर्दर यसलाई हाम्रो ढाँचामा जाँदाखेरि अथवा हाम्रो फर्मेटमा जाँदाखेरि यो दुईटाको मिन पनि निकाले हुन्छ है। त्यो भनेको दुवैको मिन डिभाइड बाई 2 गर्यो भने यो प्लस गर्नुहोस् त, त्यो गर्दाखेरि 80 डिग्री 21 मिनटै आउँछ। यसलाई गर्दाखेरि सेकेन्ड घटेर जान्छ। यसरी हामीले मिन गर्नुको कारण चाहिँ इररलाई कतिसम्म घटाउन सकिन्छ भनेर मिन भ्यालु लिएको हुन्छौँ, अरू केही पनि होइन। हस् त, फेरि पनि तपाईँहरूलाई नमस्कार र किप सब्सक्राइबिङ होइन, किप सब्सक्राइबिङ किप सपोर्टिङ। र तपाईँहरूलाई भन्ने गरेका छौँ, यो हामीले फिल्डमा नगरेर तपाईँहरूलाई यदि केही समस्या छ भने तपाईँहरूको कमेन्टको लागि हामीले एकदम वेट गरिरहेका छौँ। फेरि पनि तपाईँहरूलाई सुरुदेखि इलाबोरेट गर्नलाई केही गाह्रो भएन, तर सपोर्ट चाहिँ चाहिन्छ भन्दै बिदा हुन चाहन्छु। हस्।